Hello guys, welcome back to my channel after very long time 2 वर्षपछि अनि आज चाहिँ किन भ्लग बनाएको नि समथिङ भेरी स्पेशल इज कमिङ आइसक्यो तर भिडियोमा चाहिँ कमिङ अनि अहिले चाहिँ हामी जाँदै हो हस्पिटल अनि हस्पिटल के को लागि जान लाग्यो भने चाहिँ उहीँबाट थाहा हुन्छ अहिलेको लागि चाहिँ यति नै हो अनि अब त्यहाँ बिच बाटोमा ठुलो मम्मीहरू त उतै हस्पिटलमै हुनुहुन्छ सानीमा आउँदै हुनुहुन्छ त्यहाँ बिच बाटोमा भेटेर खै सुवन थाहा छैन अनि सानीमा चाहिँ आउनुहुन्छ अङ्कल पनि आउनुहुन्छ होला अनि त्यहाँनिर बिच बाटोमा चोकमा भेटेर आई विल कन्टिन्यू माई भ्लग अगेन हेलो दिदीलाई पनि भर्खरै भेट भयो सरप्राइज हो यो चाहिँ होइन अहिले भन्न मिल्दैन त्यही मैले फेरि कट गरेँ तर केही छैन हामी जहाँ गए पनि हजुरलाई अपडेट गराउने नै छ मैले किन मार्क्स लगाएको नि एकदमै धेरै धुलो र गाइज म चाहिँ पैसा दिनु आएको Please enter your PIN. गाइज मैले अहिले भर्खरै लिएको सेतो कपडामा चाहिँ त्यो सर्टरमा राख्ने पोइल यस्तो नमजासँग लाग्यो तर केही छैन मलाई भारी भइरहेको थियो राम्रै भयो अहिले हामी सौरा चोक जान आएको कपडा किन्नको लागि यहाँ दुईजना लोखर 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 हिँडे यस्तो गर्मीमा यस्तो ज्याकेट लगाएर मलाई त यस्तो गर्मी भइरहेको थियो दिदी के वाट ह्यापन ए गरी भयो तपाईलाई कसम मुटु लग 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 कामेर यस्तो बाक्लो ज्याकेट लगा मलाई त यस्तो गरम भएर यस्तो गरम भइरह के भन्ने को अङ्कल म यहाँ हो नि त म यहाँ अर्को फिगर देखाउँदै ल अब कपडा पसलमा छिरेर देखाउँछु म के कपडा किन्नु छ है ल हामी चाहिँ अहिले सौराको गङ्गा प्लाजा भित्र छिर्यौँ ल सेपरेट हो ए सोध्नु त सोध्नु त सोधिरहेन सधैँ छ होला नि सपिङ पनि सक्यो होइन त मम्मी सक्यो सपिङ ल सुरुवाल के सपिङ सक्यो अब हामी हस्पिटल जान लागेको बाटो क्रस गर्दैछौँ एकछिन बाटो क्रस गराउँदैछौँ बोल्नु हुँदैन यहीँबाट चढ्ने त नि एउटै त हो नि
Amiaim Hospital. ल हस्पिटल यो आएको छौँ हस्पिटल के हामी हौ कता हो ए यता पछाडि पनि रहेछ त नदेखेको ल गाइस हामी हस्पिटल आइसकेको छ किन आउनको के रे मम्मी कसलाई बोलाउँ बा अजयले फोन गरे कि तपाईँले चाहिँ गर्नु ए भाइहरू चाहिँ आइसकेको थियो हामीलाई अलिकति त्यही लुगाहरू किन्नलाई हल्का लेट भएको कारणले भाइहरू चाहिँ आइसकेको थियो बेटिस हाम्रो जाँदैछ Oh my god, I'm too much excited. Dorpang lagi lah. Oh, kau dah ni? Kita ada kita. Kali bunyi. Samantha, how are you? Mom Darshan. Lagi video mana na? Chania. Tolong itu rucai, tolong itu. सीधै बनाइदे सीधा नबना YouTube को लागि कति राम्रो स्वागत कहिले होला नि त्यो चुस्ने कुरा देख्नु भएन यता यहाँ नपर्छ यता छोरा म त गर्छ कि गर्छ भन्दा भान्जो कहाँ भेट्यो त्यो यो पनि हामीले हो के हिँड्ने हो के हुँदैन बिस्तारै लिएर नि बिस्तारै struggle is real. Mom,
मराङ गरेर पहिला बस्नु बिस्तारै हो अब बिस्तारै कुरा छ अनि यो अलिकति उठाइदिनु यस्तो बनाइदिनु अनि बल्ल भएन घुमेको अर्को मामा दौडेर आँखा काहीँ न हिँड्ने मामा हेर्नलाई यो भिडियो गर्छ बाबु हामी नाचेको मैले हेरेको चाहिँ मेरै मैले कहाँबाट झिक्ने हो र भने भिडियो गरिरहेछ आमा 500 रुपियाँ अन्त दिदी कस्तो लाग्यो त तर एक्सपिरियन्स अब के कस्तो भयो सुरुमा चाहिँ के भयो भन्नु सुरुबाट घरबाट आउँदा फेरिबाट घरबाट आउँदा त म पुरा नर्मल भएर आएको अनि त्यस्तो बिराम भएर नै आएकै होइन नि यतिकै नर्मल चेकअप गराउन आएको अपरेसन गर्न जाने बेला त टुई हिँड्दै गएको म लागेको थियो नि अहिले त लाग्यो नि के अन्त जस्तो हुन्छ अनि केही त्यो थाहा हुन्छ कि हुन रहेछ हुन्छ सब थाहा पाइन्छ हुन्छ नि त सबै नम गरेको हुन्छ नि त त्यो थाहा चाहिँ हुन्छ होइन के कस्तो गरेर हेर्दै बस्छ म त सिसामा यस्तो ए त्यो क्यामेरा गरे हुन्छ त्यो लाइटको माथिपट्टि देखाउँछ नि त देखिन्छ नि त अलिअलि भिडियो बनाइदिए डक्टरलाई भिडियो बनाइदिएन भने पनि बनाइदिन्छ नि जस्तो भन्नुहोस् त्यस्तो गरिदिन्छ अरे के डक्टरलाई भन्नुपर्छ अरे अनि गरिदिन्छ अरे भिडियो अनि सुरुमा हेर्दा फेरि कस्तो भयो त नि छोरालाई सुरुमा हेर्नै पाएन मैले अघि भर्खरै हेरेँ हो अनि भिनाजुलाई भने फोन गरिस् गरेँ के भन्नुभयो भिनाजुको खुसी हुनुहुन्छ बच्चा देख्नु मैले अन्त पहिला म त अघि भर्खर देखाएको कि हो रोइनस् रोएन म त यहाँ कन्ट्रोल गरेको नै बनाउनु भनेर हाम्रो राज्यसँग कति आज आज दिएर बाबु 3 किलो
3 किलो 40 ग्राम 960 2 किलो 960 अन्त्यमा यसलाई भयो डेङ्गु जस्तो चोर्ने आएको थियो अनि यसको के हो बढेर 45 चाहिँ कति हो पन्ध्रमा 600 पुगेछ त्यसले गर्दाखेरि खायौ दही चुरा अपरेसन गर्न लाने दही चुरा खाइदिएको फेरि जुटाउनु भएछ है दही चुरा रौ न रौ हो रौ कहिले कहिले रुनुपर्छ त तल नानीको पहिलो हो त्यही भएर आइडिया सिकाइदिनु के गरे रे प्लास्टिकको केही सानो चोर काट्यो साथले अनि त्यसपछि छोरा पुग्दैन अन्त लिएर गइहाल्यो क्या अनि लिएर त अनि अनि छोरा चाहिँ यही हो छोरा चाहिँ यही हो सुचिरा कागजी लाग्यो कागजी लाग्यो च्यापेकै होइन हातमा मिल्दैन मिल्छ मिल्न त गाडी चाहियो नि अब अहिले सम्भव होला जस्तो माने भोलि यो सार्दा आउनु त सक्ला जस्तो लागेन होइन मैले त्यो खेमसरसँग कुरा गरिसकेको छु मलाई बेलुकासम्म डिसिजन दिनु भन्नुहुन्थ्यो अब यहाँ के हुन्छ पहिला बिरामीको कन्डिसन अनि यहाँ भएको गाडी उता पठाएर के गर्नु मलाई फेरि खाँचो हुन्छ अनि उनीहरूलाई पनि अब कामै भयो त अब पुर्याउनु भएन जानु त घरको आफ्नो व्यवस्था गर्नु टु आइछ त मजाले हाले है होइन भोकै लाग्दो रहेछ बिचरा है
यही हो अब हामी फेरि जाँदैछौँ अब इन्ड गर्ने हो क्या यो पछि अनि के अरे लड्का ल कस्तो लाग्यो त सबैले त्यही भने सबैलाई कसले फोटो पठायो किन फोटो पठाइस् तैँले सरप्राइज दिनु पर्दैन हेर यता एकतिर यता एकतिर राति कति बज्यो कति बज्यो अहिले त 7:26 पर्दैन बाबुलाई त्यहाँ यसमा छोइदिएछ होइन पाउनु नि आइदिए सकल त भयो अब किन भैँसम्म लानुपर्छ र ल ल आच्छा आच्छा ए फोटो खिच्ने हो कि भिडियो त होइन भइहाल्यो नि होइन म पर्दैन के नारायण भगवान बस नयाँ घर नारायण भगवान आउनलाई खाने तपाईँले यो दुईटा त्यहाँ फलहरू राखेर आउनु त कलशको छेउछाउ दिनेश पनि आएर Okay guys, that's the end of our video. यो चाहिँ आज नेक्स्ट डे हो भर्खरै हस्पिटलबाट घर आएँ अब यो भ्लग चाहिँ हेर्नुहुन्छ बाई बाई